नेपालीको दिमाग कुहिएको हो के। नेताहरूको भनाइलाई विश्वास गर्ने हो भने नेताहरूले सिङ्गापुर बनाइदिन्छु भनेको छ। नेपाल नेताहरूले ल यो आर्थिक वर्षमा यति रोजगारी सृजना गर्छु भनेको छ। मैले कहिले कसैको निर्देशन मानेर हिँडेको छु? अहिलेसम्म 30 वर्ष भयो नेपालमा बसेको। 30 वर्षमा म आफैलाई निर्देशन दिन्छु। मेरो 2 जना छोरी छन्, श्रीमती छन्, पोखरामा बस्छन्। त्यो पैसा कहाँबाट आउँछ? छोरीले त पालिरहेको छु मैले। त्यो पैसा कहाँबाट आउँछ? मान्छेले भन्छ CIA ले दियो होला भन्छ, अथवा युरोपियन युनियनको चाहिँ यो चाहिँ एजेन्ट हो, त्यसले त्यतिबाट पैसा खायो होला भन्छ। अरूको मैले दावा गरेको छैन। हेर्नु हजुर, मैले आफ्नो म पनि त एउटा समझदारी मान्छे हो नि, मैले पनि सोच्न सक्छु।